हेलो साथीहरू, तपाईहरुलाई मेरो च्यानलमा धेरै स्वागत छ। आज चाहिँ म तपाईहरुलाई सिम्पल तरिकाबाट यो मोबाइल राख्ने ब्याग बनाउन सिकाउँदै छु। यो चाहिँ बनाउन एकदम सजिलो छ। ल हामी पनि बनाउन सुरु गरौँ है त। मैले चाहिँ यो ब्याग बनाउनको लागि चाहिँ 21 घरको सिक्री राखेको छु। मलाई मन पर्छ भने साइज बढाउन या घटाउन पनि सक्नुहुन्छ। यसरी 21 घरको सिक्री राखिसकेपछि चाहिँ यसरी फेरि एउटा सिक्री बनाउने अनि यो सिक्री यो घरलाई स्किप गरेर चाहिँ यो घरमा चाहिँ दुईवटा सिंगल क्रोशे बनाउने। यसरी दुईवटा सिंगल क्रोशे एउटै घरमा बनाइसकेपछि यो लास्टको एक घर बाँकी नहुन्जेलसम्म चाहिँ प्रत्येक घरमा चाहिँ एउटा एउटा सिंगल क्रोशे बनाउने। यसरी एक घर बाँकी भइसकेपछि यो बाँकी रहेको एक घरमा चाहिँ हामीले तीनवटा चाहिँ सिंगल क्रोशे एउटै घरमा बनाउने। यसरी 1 2 3 यसरी एउटै घरमा तीनवटा सिंगल क्रोशे बनाइसकेपछि अघि जस्तै प्रत्येक घरमा एउटा एउटा सरसर्ती सिंगल क्रोशे बनाउने। हामीले यो दुई घर बनाएको घरमा नआइपुगुन्जेलसम्म चाहिँ यसरी प्रत्येक घरमा चाहिँ एउटा एउटा सिंगल क्रोशे चाहिँ बनाउने। यसरी चाहिँ यो दुईवटा सिक्री बनाएको घरमा आइसकेपछि यही घरमा अर्को पनि एउटा सिंगल क्रोशे बनाउने। टोटल यो घरमा पनि तीनवटा हामीले यो साइडमा बना जस्तै गरेर त्यसपछि यो घरमा चाहिँ स्लिप स्टिचले चाहिँ जोडिदिने। यसरी त्यसपछि सिंगल क्रोशे स्लिप स्टिचले जोडिदिने अनि एउटा सिक्री बनाउने। हामीले जुन यो तीनवटा घर बनाएको छौं त्यो तीनवटा घरमा चाहिँ प्रत्येक घरमा दुई दुईवटा सिंगल क्रोशे बनाउने। 3 को 6 अनि यसमा पनि दुईवटा 2 4वटा बनाइसके। हाम्रो यो साइडमा एउटा छ। 4वटा बनाइसकेपछि प्रत्येक घरमा चाहिँ एउटा एउटा बनाउने। हामीले यहाँ तीनवटा एउटै घरमा बनाएको ठाउँमा नपुगुन्जेल चाहिँ बाँकी सब घरमा एउटा एउटा सिंगल क्रोशे बनाउने। म चाहिँ यो 3 घर भटोमा आइसकेको छु। यो घरमा चाहिँ प्रत्येक घरमा चाहिँ एउटा घरमा चाहिँ दुईवटा बनाउने। यसरी यो 3 घरमा बढाइसकेपछि यो बाँकी रहेको घर चाहिँ सरसर्ती एउटा एउटा सिंगल क्रोशे बनाएर हामीले यो बडाको पार्ट नपुगुन्जेल सरसर बुन्ने। मेरो चाहिँ यो 3 घर वाला थियो, त्यसमा चाहिँ एक घर बाँकी त्यहाँ आइछ। यसमा पनि हामी यसरी चाहिँ दुईवटा चाहिँ सिंगल क्रोशे बनाउने लास्टमा अनि हामी यहाँ स्लिप स्टिचले चाहिँ जोडिदिने। यसरी 3 घरको हामीले यसमा 6 घर बनायौं। बाँकी सब चाहिँ एउटा एउटा यो साइडमा 3 को 6। अब चाहिँ हामी यसरी एउटा सिक्री बनाउने अनि एउटा घरमा एउटा मात्रै सिंगल क्रोशे जुन हाम्रो यो 6 घर छ साइड हो त्यसमा चाहिँ अब चाहिँ एउटा सिंगल क्रोशे एउटामा चाहिँ बढाउने। फेरि एउटामा एउटा मात्रै बनाउने नबढाइकन अनि फेरि एउटामा चाहिँ बढाउने। त्यसपछि यो बाँकी रहेको घर चाहिँ सरसर्ती एउटा एउटा सिंगल क्रोशे बनाउने। यो बाँकी यो हाम्रो यहाँ 6 घर यो बढाएको 6 घर नपुगुन्जेल चाहिँ एउटा एउटा सिंगल क्रोशे प्रत्येक घरमा चाहिँ बनाएर सकाउने। यसरी हामी यो बढाएको पार्ट पुगिसकेको छौं। फेरि एक घर बढाउने, एक घर नबढाउने, एक घर फेरि बढाउने, दुईवटा सिंगल क्रोशे बनाउने। एउटामा चाहिँ बढाएकोमा नबढाएकोमा चाहिँ एउटा मात्रै सिंगल क्रोशे। फेरि यहाँ पनि दुईवटा अनि एउटा
सिंगल क्रसे। टोटल 6 घर, 3 चोटि बढाउने 3 चोटि नबढाउने। त्यसपछि बाँकी रहेको सरसर बुनेर चाहिँ सकाउने एउटा एउटा सिंगल क्रसे। यसरी हामी यो यताको पार्टमा आइसकेको छौँ। हामीले यता चाहिँ 2 चोटि बढाएर 2 चोटि नबढाएको छु, त्यही भएर यो पार्टमा नि एकचोटि नबढाइकन एकचोटि चाहिँ यसरी बढाउने। टोटल 6 घरमा 3 चोटि बढाउने 3 चोटि नबढाइकन चाहिँ बनाउने। अनि यसरी स्लिप स्टिचले चाहिँ यसरी जोडिदिने। मेरो चाहिँ यो तल बेसको पार्ट चाहिँ भइसकेको छ। तपाईलाई चाहिँ यो भन्दा ठुलो मन पर्छ भने यो पार्ट हामीले जुन पार्टमा बढाइरहेको छौँ त्यो पार्टमा अघि 1 घर बढाउने 1 घर नबढाउने गरेको थियौँ। अब चाहिँ 1 घर बढाएर 2 घर नबढाएर बनाउन सक्नुहुन्छ। यसरी बेस पार्ट भइसकेपछि चाहिँ अब हामी 5 वटा चाहिँ सिक्री बनाउने। 4 5 5 वटा सिक्री बनाउने। अनि 1 2 3 तेस्रो घरमा गएर एउटा यसरी डबल क्रसे। अब चाहिँ 2 सिक्री मात्रै बनाउने। 1 2 3 तेस्रो घरमा गएर एउटा डबल क्रसे। यसरी नै फेरि 1 2 अनि 1 2 घर स्किप गर्ने, तेस्रो घरमा गएर एउटा डबल क्रसे। यसरी नै यो पुरै राउन्ड चाहिँ बुनेर सकाउने। मेरो चाहिँ यो लास्ट पार्टमा पुगिसकेको छ। यसरी यो सिक्री बनाउँदै जोड्दै गर्दाखेरि अनि त्यसपछि लास्टमा चाहिँ हामीले 1 2 3 तेस्रो घरमा गएर चाहिँ यसरी स्लिप स्टिचले चाहिँ यसरी जोडिदिने। त्यसपछि फेरि 1 2 3 4 5 5 वटा सिक्री बनाउने। अनि यो डबल क्रसेको माथि चाहिँ यसरी एउटा डबल क्रसे बनाउने। फेरि 2 सिक्री बनाउने। फेरि डबल क्रसेको माथि अर्को पनि डबल क्रसे। यसरी नै एक राउन्ड पुरै बुनेर चाहिँ सकाउने। मेरो चाहिँ यो रो सकेर अर्को रोमा गइसकेको छु। अनि हामीले यो 5 वटा सिक्री पनि बनाइसकेको छु। अनि यो घरमा गएर चाहिँ डबल क्रसे। अब चाहिँ हामी यहाँ बुट्टा बनाउने। बुट्टा चाहिँ हामी यो पार्टमा चाहिँ बनाउँछौँ। त्यसको लागि चाहिँ फेरि 5 वटा सिक्री बनाउने। अनि यो घरमा गएर स्लिप स्टिचले चाहिँ यसरी जोडिदिने। हामीले बुट्टा चाहिँ यो 4 वटा डबल क्रसेमा बनाउने। त्यसको लागि यसरी फर्स्टमा 3 वटा सिक्री बनाउने। यसरी 3 वटा सिक्री बनाइसकेपछि यो हाम्रो एउटा डबल क्रसेमा चाहिँ 3 वटा डबल क्रसे बनाउने। यसरी 2 3 अनि फेरि 1 2 3 3 वटा सिक्री। अनि यही घरमा गएर यही ठाउँमा गएर चाहिँ स्लिप स्टिचले जोडिदिने। फेरि 1 2 3 3 वटा सिक्री बनाउने। अब हाम्रो यो पार्ट भइसकेको छ। अब यो पार्टमा 3 वटा डबल क्रसे 1 2 3 फेरि 3 वटा सिक्री। अनि यही घरमा स्लिप स्टिचले जोडिदिने। यसरी फेरि 3 वटा सिक्री 2 3। त्यसपछि हामी अब हाम्रो यो पार्टमा यसरी 3 वटा डबल क्रसे 1 2 3 अनि 3 वटा सिक्री। यही पार्टमा चाहिँ यसरी स्लिप स्टिचले चाहिँ यसरी जोडिदिने। फेरि 3 वटा सिक्री यसरी 3 वटा सिक्री बनाउने। अनि हाम्रो जुन यो माथिको यो रहेको छ त्यसमा पनि 3 वटा डबल क्रसे 1 2 3 अनि 3 वटा सिक्री बनाउने। अनि स्लिप स्टिचले चाहिँ यसरी जोडिदिने। त्यसपछि चाहिँ हामीले जुन यो 5 वटा सिक्री बनाएको छौँ यो सिक्रीहरुमा पनि यसरी स्लिप स्टिचले चाहिँ यसरी जोडिदिने। माथि यो 2 सिक्री चाहिँ यसरी यो हाम्रो यो 2 सिक्री चाहिँ यो पार्टमा बाँकी नहुन्जेलसम्म
यसरी यसरी 2 सिक्री बाँकी भइसकेपछि चाहिँ फेरि 2वटा सिक्री बनाउने अनि यो ठाउँमा गएर डबल क्रोसेटको माथि गएर अर्को पनि एउटा डबल क्रोसेट हामीले चाहिँ यो एउटा बुट्टा चाहिँ रेडी भइसकेको छ। फेरि 2 सिक्री फेरि एउटा डबल क्रोसेट यसरी मैले यहाँ यो 2वटा यो कलम बनाइसकेको छु। अब फेरि हामी यो पार्टमा गएर चाहिँ फ्लावर बनाउने। तपाईलाई चाहिँ अलि टाढा मन पर्छ भने चाहिँ यो कलमलाई चाहिँ अझ एउटा बढाएर यो पार्टमा नै बनाउन सक्नुहुन्छ। म चाहिँ यो पार्टमा बनाउँछु। त्यसको लागि 5 वटा सिक्री बनाउने। यसरी 5 सिक्री भइसकेपछि फेरि यहाँ स्लिप स्टिचले जोडिदिने यताको पार्टमा जस्तै हामी। त्यसपछि 3 वटा सिक्री बनाउने अनि हामी यो 4 वटा पार्ट यसमा चाहिँ फ्लावर बनाउने। 3 वटा डबल क्रोसेट अनि 3 सिक्री अनि स्लिप स्टिचले जोडिदिने यही ठाउँमा। फेरि 3 वटा सिक्री। अब चाहिँ हामीले यो साइडमा बनाउने। यसको चारैवटा साइडमा चाहिँ 3 वटा डबल क्रोसेट अनि 3 सिक्री साइडमा बनाउने। अब 2 3 यसरी 3 वटा डबल क्रोसेट बनाएपछि फेरि 3 सिक्री बनाउने अनि फेरि स्लिप स्टिचले चाहिँ यहाँ जोडिदिने। फेरि 3 सिक्री बनाउने। अब चाहिँ हामी यो साइडमा यसरी 3 वटा डबल क्रोसेट यसरी 1 2 3 यसरी 3 वटा डबल क्रोसेट भइसकेपछि फेरि 3 सिक्री बनाउने। यही पार्टमा गएर चाहिँ यो ठाउँमा गएर स्लिप स्टिचले चाहिँ जोडिदिने। अब फेरि हामी यो साइडमा त्यसको लागि 3 वटा सिक्री बनाउने अनि 3 वटा डबल क्रोसेट 3 वटा डबल क्रोसेट 1 2 3 त्यसपछि फेरि 3 सिक्री अनि यहाँ स्लिप स्टिचले चाहिँ यसरी जोडिदिने। यसरी स्लिप स्टिचले जोडिसकेपछि हाम्रो जुन यो 5 वटा सिक्री रहेको छ यसमा पनि यसरी चाहिँ स्लिप स्टिचले चाहिँ जोडिदिने। यसरी 3 वटा घरमा चाहिँ स्लिप स्टिच जोडेर बाँकी 2 वटा घर चाहिँ बाँकी राख्ने। यसरी यसरी 2 घर बाँकी भइसकेपछि फेरि 2 वटा सिक्री बनाउने अनि यो डबल क्रोसेटको माथि गएर चाहिँ एउटा डबल क्रोसेट फेरि 2 सिक्री फेरि डबल क्रोसेटको माथि गएर डबल क्रोसेट यसरी नै बनाउने। अब हामीले 2 वटा कलम बनाएर फ्लावर बनाएको थियौं त्यो फेरि यहाँ 2 वटा भइसकेको छ। अब हामी यो पार्टमा चाहिँ फुल बनाउँछौं। जसरी यहाँ बनाए त्यसरी नै बनाएर यो पुरै राउन्ड बुनेर चाहिँ सकाउने। मेरो चाहिँ यो पुरै एक राउन्ड चाहिँ फ्लावर बनाएर सकाइसकेको छु यसरी। त्यसपछि फेरि हामी चाहिँ 1 2 3 4 5 सिक्री बनाउने। त्यसपछि यो डबल क्रोसेटको माथि गएर एउटा डबल क्रोसेट यसरी फेरि अब चाहिँ 2 वटा सिक्री मात्र अनि डबल क्रोसेटको माथि एउटा डबल क्रोसेट यसरी फेरि 2 सिक्री अनि डबल क्रोसेटको माथि अर्को एउटा डबल क्रोसेट। यसरी नै हामीले चाहिँ यो एक राउन्ड अर्को 2 राउन्ड गरेर टोटल 3 राउन्ड चाहिँ हामीले यो सिक्रीको पार्ट मात्रै बनाउने। फेरि यसरी टोटल 3 राउन्ड नहुन्जेलसम्म सरसर्ती यही प्याटर्न चाहिँ दोहोऱ्याउने। मेरो चाहिँ यो 3 वटा रो चाहिँ पुरा भइसकेको छ। अब चाहिँ फेरि हामी अब फ्लावर बनाउन चाहिँ सुरु गर्ने।
त्यसको लागि चाहिँ फर्स्टमा 5 वटा सिक्री बनाउने, 3 4 5 अनि यहाँ गएर एउटा डबल क्रोसेको माथि गएर यसरी एउटा डबल क्रोसे, फेरि 5 वटा सिक्री बनाउने यसरी। अनि यहाँ अब चाहिँ हामी डबल क्रोसे नबनाइकन यसरी स्लिप स्टिचले चाहिँ बनाउने। त्यसपछि हामीले यो 4 वटा घरमा चाहिँ यसरी यो अघि हामीले फ्लावर बनाए जस्तै गरेर फ्लावर बनाउने यसरी। त्यसको लागि फर्स्टमा चाहिँ 3 वटा सिक्री बनाउने अनि 3 वटा डबल क्रोसे यो एउटा साइडमा, 1 2 3, त्यसपछि 3 वटा सिक्री अनि फेरि हाम्रो यो स्लिप स्टिचले चाहिँ यसरी जोडिदिने। अब चाहिँ फेरि हामी यो साइडमा बनाउने, त्यसको लागि फेरि 3 वटा सिक्री अनि 3 वटा डबल क्रोसे एउटा साइडमा अनि 3 वटा सिक्री स्लिप स्टिचले चाहिँ जोडिदिने, फेरि 3 वटा सिक्री। अब चाहिँ हामी यो साइडमा 3 वटा डबल क्रोसे त्यसपछि 3 वटा सिक्री अनि स्लिप स्टिचले जोडिदिने, फेरि 3 वटा सिक्री अनि 3 वटा डबल क्रोसे अनि 3 वटा सिक्री स्लिप स्टिचले चाहिँ जोडिदिने एउटा साइडमा। यसरी हाम्रो एउटा फ्लावर रेडी भइसक्यो। अनि यो पछाडिको सिक्रीमा चाहिँ 3 वटा सिक्रीमा चाहिँ स्लिप स्टिचले यसरी जोडिदिने अनि माथि 5 सिक्रीमा चाहिँ 2 वटा सिक्री चाहिँ बाँकी छोड्ने। यसरी स्लिप स्टिचले जोडिसकेपछि फेरि 2 वटा सिक्री अनि डबल क्रोसेको माथि डबल क्रोसे, फेरि 2 सिक्री डबल क्रोसेको माथि डबल क्रोसे। हाम्रो यहाँ 2 वटा कलम भइसक्यो। फेरि हाम्रो यो फ्लावर बनाउने पार्ट आइसकेको छ। अनि फेरि हामी 5 वटा सिक्री बनाउने अनि यहाँ स्लिप स्टिचले जोड्ने यसरी। अनि हामीले अघि बनाए जस्तै गरेर यो 4 वटा कलममा चाहिँ फ्लावर बनाउने, यसरी नै यो पुरै रो बनाएर चाहिँ सकाउने। मेरो चाहिँ यो रो पनि सकिसकेको छ। अब चाहिँ हामी सिक्रीवाला यो 3 वटा लाइन हामीले बनाएको थियौँ त्यही प्याटर्न चाहिँ यहाँ सुरु गर्ने। त्यसपछि फेरि 3 लाइन भइसकेपछि फेरि हामी फ्लावर बनाउने। यसरी चाहिँ आफ्नो आवश्यक लम्बाइ नभएसम्म सरसर बुनेर चाहिँ सकाउने। मेरो चाहिँ यो आवश्यक लम्बाइ भइसकेको छ। मैले चाहिँ यो फ्लावर चाहिँ 4 वटा लेयर चाहिँ बनाएको छु। तपाईहरु आफ्नो आवश्यक अनुसार अझ बढाउन पनि सक्नुहुन्छ, चौडाइ पनि बनाउन सक्नुहुन्छ। मैले चाहिँ एउटा मोबाइल मात्र ठिक्क हुने हिसाबले बनाएको छु। अब चाहिँ हामीले चाहिँ यो माथिको पार्ट चाहिँ बलियो बनाउनको लागि चाहिँ 3 लाइन चाहिँ सिंगल क्रोसे बनाउने। यसरी एउटा सिक्री बनाउने अनि प्रत्येक घरमा चाहिँ यसरी एउटा एउटा सिंगल क्रोसे उठाएर 3 वटा लाइन चाहिँ सिंगल क्रोसे मात्रै बनाउने। 3 चोटी 3 राउन्ड यसरी प्रत्येक घरमा चाहिँ एउटा एउटा सिंगल क्रोसे बनाएर 3 राउन्ड चाहिँ बनाउने। मेरो चाहिँ यो पुरै 3 राउन्ड बनेर चाहिँ सकाइसकेको छु। अनि यहाँ मैले बटमको लागि चाहिँ यसरी 8 गट जतिको सिक्री राखेर चाहिँ यहाँ बटमको लागि चाहिँ यहाँ जोडिसकेको छु। अब चाहिँ हामीले यसमा चाहिँ एउटा डोरी बनाउने। त्यसको लागि चाहिँ फर्स्टमा यसरी 1 2 यसरी 2 वटा सिक्री बनाइसकेपछि यसरी एउटा डबल क्रोसे घर बन्द नगरिकन फेरि अर्को घरबाट पनि यसरी 2 चोटी चाहिँ उठाउने घर बन्द नगरिकन अनि यता 2 घर अनि यसरी फेरि 1 सिक्री बनाउने।
अनि फेरि हामी रहेको यो दुईवटा डबल क्रोसे घर बन्द नगरेको अनि फेरि एक स्लिप स्टिचले चाहिँ यसरी जोडिदिने। फेरि 1 2 2 सिक्री अनि फेरि यसरी 1 2 3 चोटि उठाउने अनि 2 2 चोटि उठाएको चाहिँ हामीले यो साइडमा अनि फेरि एउटा सिक्री बनाउने यहाँ अनि फेरि यसरी एउटा सिंगल क्रोसेले चाहिँ यसरी जोडिदिने। हाम्रो चाहिँ यसरी चाहिँ डोरी बनाउने। फेरि 1 2 सिक्री बनाउने अनि यो बीचको पार्टमा गएर यसरी 1 2 3 अनि 2 चोटि उठाएको चाहिँ यो साइडमा यसरी अनि एक सिक्री फेरि बीचमा बनाउने। त्यसपछि फेरि एउटा स्लिप स्टिचले चाहिँ यो यसरी यो पुरैलाई चाहिँ यसरी जोडिदिने अनि एउटा सिंगल क्रोसे। यसरी नै हाम्रो आवश्यक लम्बाइ कति छ त्यही अनुसार चाहिँ बनाउने। मेरो चाहिँ यो डोरी पनि बनाएर सकिसकेको छ। यसरी सिम्पल राम्रो डोरी बनेको छ। मेरो चाहिँ यो ब्याग चाहिँ रेडी भइसकेको छ। बनाउन एकदम सजिलो छ। सबैले बनाउन सजिलो तरिकाले बनाउन सक्छ। प्याटर्न पनि एकदम इजी र राम्रो छ। यदि तपाईहरुलाई मेरो भिडियो मन परेमा चाहिँ मेरो च्यानललाई लाइक एन्ड सब्स्क्राइब गरिदिनु हुन अनुरोध गर्दछु। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।